This is Kanye West. See you soon, Kanye West. Aim big, okay? Kanye West sure मेरो साथी हुन्छ. What? किन हुँदैन? लुबुदो साथी हुन कसलाई मन छैन? Yo, I said the break start. English reap रे. Yes, reap. Fuck that. मैले भने त fuck that. I don't care, man. I don't care. Fuck that. खै दुनिया डुलिसके. तर आफू भने अहिलेसम्म इन्डिया नि गएको छैन. भोलिको भन्न खोजा मैले भोलिको मलाई बाल छैन दाइ. बाल त छ है, प्लानिङ त म गर्छु. अरे कहना क्या चाहते हो? आफन्त टाढा भाग्यो साथी. ननी बोतलको पानीले आँखा दाइ नमस्ते. अनि के हो दाइ, रातभरि नसुतेर पब्जी खेल्नु हुन्छ कि क्या हो? हजुरको आँखा त पुरै रातो छ त. मेरो आँखा रातो, मैले गाँजा खाएको मिठो तासमा आँखा. गाजा खाएको, गाजा खाने हो. घरमा बाउ आमाले थाहा पाउनु भयो भने के हुन्छ? यस्तै छ पारा, मेरो बाल छैन, आमा बाको. हान्दैछु ऱ्याप होइन, मैले गाना गाएको. ल के हो, ठाउँको ठाउँ खतरा राइम हानिदिनु भयो त. दाइ हजुर खास को हो रे भनिदिनुहोस् त. I'm a dope rapper from Nepal. I'm a dope rapper. भनेपछि नेपालमा अरू डोप ऱ्यापरहरू कोही पनि छैन. पहिला थियो, हिस्ट्रीमा मलाई राम्रोसँग थाहा छ. को यो म दाइ? अहिलेको कुरा गरिरहेको छु म. I'm a dope rapper right now. ल त्यसो भए एउटा ऱ्याप हानिदिनुहोस् न त. समय बित्यो याद आजसम्म ताजा छ. नाटक गरेर चाहिँ हुन सक्दिनँ म आनन्द. क्यामेरा भित्रै छिरे पनि हुन्छ. कति मान्छे आए गए, कति कहाँ छ, छैन ठेगाना रहेछ मेरो आफन्त. भयो भयो दाइ, धेरै एग्रेसिभ नहुनुहोस्. हुन्छु त नि हुन्छु. किन? मलाई म्याच त बुझेन नि त. के कुरामा चित्त बुझेन? मैले बजेट हालेर मैले एक्सर्साइज ट्रेनिङ क्या यस्तो फुटबलमा यस्तो ट्रेनिङ गराउँछ नि, यस्तै ट्रेनिङ मैले म्युजिकमा पियानो थिचाएँ. यो किबोर्ड किनेर मुजी लगानी हालेर. अनि के भयो त? मैले नै ट्रेनिङ दिएको, ग्राउन्ड दिएको मान्छेले निकालेर मलाई डिस हान्ने. आफ्नै साथीलाई दिस हाने त्यो मान्छे त लास्ट चुटिया रहेछ दाइ. अनि दाइ हजुरलाई दिस हाने मान्छेहरूलाई देखेर हजुरलाई कस्तो लाग्छ? मलाई हाँस उठ्छ त्यस्तो मान्छेहरू देखेर. तिनीहरूलाई के भन्न चाहनुहुन्छ त हजुरलाई दिस हाने मान्छेहरूलाई? फकट्ने मेरो नामको बेइज्जत नगर्न यार. अलिक कडा ऱ्याप हान्न के, मलाई डिस हान्ने हो भने. किन दाइ दिस राम्रो लागेन? पन्चलाइन छैन, मजा आएन. मजा आएन है त्यो डिसले, मजा आएन. लाज लाग्यो. अरू के भन्न चाहनुहुन्छ? डिमोटिभेट हुने होइन, रिसली इक्ली. मैले यत्रो भने ल अब इक्ली गएर डिस लेख, कडा लेख. जा गएर खतरा राइमिङहरू हाल, बबाल पन्च लाइन्सहरू हाल, अनि खतरा डिस लेख. ल म खुसी हुन्छु बरु त्यसमा. कहाँ त्यसो भन्दा दाइ आफूलाई दिस हाने मान्छेहरूलाई त गाली गर्नुपर्छ क्या, थर्काउनु पर्छ. कहाँ यसो गर उसो गर भनेर सल्लाह दिँदा जे पाइ त्यही ऱ्याप हाने नि त यार. म पनि फ्युचर सोच्छु नि त, मेरो अब नयाँ आउने ऱ्यापरहरू खतरा आओस् भन्ने मेरो चाहना होइन त. सही हो दाइ, हजुर मान्छे चाहिँ स्याबिज नै हो क्या. हो नि त, फ्युचर पनि हेर्नु पर्यो नि त, कडा ऱ्याप त चाहियो नि त. त्यही त दाइ, ऱ्यापर बन्ने हो भने ऱ्यापको सबै एलिमेन्टहरू राम्रोसँग बुझेर पो ऱ्याप हान्न सुरु गर्ने हो त. आज भोलि त हजुरको गीत सुनेर हजुरकै गीतको बिटमा कविता भनेर त्यसलाई दिस रे. अनि दाइ आज भोलि लकडाउनमा घर बसेर के गर्नुहुन्छ? भात खाने हो, बिहान बेलुका भात खाने हो. बिहान बेलुका भात खानुहुन्छ भने बिहान पनि चुरोट बेलुका पनि चुरोट भनेर गीत किन गाउनु भएको त? दाइ अनि भान्सामा घिरौडाको तरकारी देखेर हजुरको रियाक्सन कस्तो हुन्छ? अनि घरमा मासु पकाएको बेला हजुरको रियाक्सन कस्तो हुन्छ त? ल एउटा ऱ्याप जाओस् न त त्यसो भए. आफ्नो त आफ्नो हुँदैन, अर्काको के कुरा बोल्न सक्दैन, अगाडि हल्ला गर्छ फेसबुकमा. पुचे जे पाइ ऱ्याप नहान. सागर दाइ फेरि बिचमा आएर बोल्नु भयो. ल हजुरले फ्रिस्टाइल हान्नुहोस् त कस्तो हान्नु हुँदो रहेछ. Check it out, 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 freestyle. ए हो फ्रिस्टाइल हानेको? के हो यस्तो? भएन नि त यो त. म कहाँ भिडियो जस्तो पुलिस अघिभित्र गर्छु दारू खाँदै मस्ती हो त. हो नि त अम्मा. दाइ म एकछिन सागर दाइसँग कुरा गर्छु, हजुर चुपाएर बस्नु है. बस्दिन चुप लागेर. किन? मेरो पारा पात्यो भाइ. दाइ एकछिन चुपाएर बस्नु, बिल्कुल हल्ला नगर्नु है. गर्छु म त. भने मान्नु नि दाइ कस्तो हल्ला नगर्नु है. गर्छु. सागर दाइ हजुर गर्छु. सागर दाइ हजुरको आफ्नो परिचय दिनुहोस् त. I'm Liu Buddha Yamabuddha दाइको भाइ फ्रम घटिगुलु 32 ग्याङ्स्टर, रियल ग्याङ्स्टर हो के. रियल ग्याङ्स्टर? कस्तो डर लागेर मलाई त. Hold up. Wait a minute. I say sorry to everyone, okay? Sorry Kenjal, sorry Laure Dai, sorry my mother, father, my sister. म अब त्यस्तो गर्दिन. गर्ने मैले गर्ने छैन अब. I'm not gonna do that again. म आफूलाई आफूलाई कट्टा हान्दिन. कटा त अब त्यो मेरो मुखबाट अब निस्किँदै. यही हो त रियल ग्याङ्स्टरको पारा. थैट यार. चुप लागेर बस. अनि दाइ आराम हुनुहुन्छ? Yes motherfucker. दाइ हजुरले भिडियोमा खुब चुरोट खानुहुन्छ नि, आज भिडियोमा चुरोट नखानु होला है. ल त्यो धुवाले गोलो गोलो पार्नु त सक्नुहुन्छ? No, no. खै भएन.
ए भएन छोडिदिनुहोस् बरु भन्नुहोस् हजुरको विचारमा ऱ्याप भनेको के हो ऱ्याप भनेको एउटा ह्यामर हो म्युजिक भनेको एउटा टुल हो अनि दाइ हजुरलाई युनिक दाइ र लाउरे दाइ कस्तो लाग्छ म जस्तो ऱ्याप भन्न सक्दैन क्या लाउरे युनिक पोर्टुनहरूको मेरो जस्तो फ्लो छ मेरो जस्तो लिरिसिजम छ आई डोन्ट थिङ्क सो गाइज आई डोन्ट थिङ्क सो ओके अनि हजुरले यता यस्तो भन्नुहुन्छ भिटेन दाइले नेपालको डोप ऱ्यापर मै हो भनेर भन्नुहुन्छ खास डोप ऱ्यापर को हो त नेपालको I'm a dope rapper. सिरियसली ब्रो 100%. I'm a dope rapper. होइन होला यार हो नि त मा हजुर नेपालकै डोप ऱ्यापर हो भने सागर दाइलाई एउटा ऱ्याप सुनाइदिनुहोस् न त कतिमा तोप बोकेर हल्लिन्छु गली र चोक मसित बोल तर चाहिने भन्दा बढी नबोल त्यस्तो भन्न पाइन्छ बोल्छ नि त कोही कोही त बढी पुलिस चौकी भित्र गर्छु दारू खाँदै मस्ती भन्न पाइन्छ किन दाइ पुलिसलाई डिसरेस्पेक्ट गर्ने होइन पुलिसलाई रिस्पेक्ट गर्ने अनि हजुरले दुनियाँलाई मुख छाडेर गाली गरेर चाहिँ के त इफ इट वाज लिगल होइन म तँलाई गोली हान्नै तयार छु क्या म्याच बुझिस् किन हान्ने गोली तैँले मेरो चित्त दुखाछस् दाइ यदि कसैले सागर दाइसँग फाइट गर भन्यो भने फाइट गर्न रेडी हुनुहुन्छ म त रेडी छु सागर दाइ भिटिन दाइ त हजुरसँग फाइट गर्ने हो भने गर्न रेडी हुनुहुन्छ रे रेडी पोजिसनमा बसिसक्नु भयो हजुर के भन्न चाहनुहुन्छ कोही न्यु खोज्न आइज गोली खान्छस् बन्दुक छैन कोहीसँग गन छ मसँग छैन थाहा छ मलाई मसँग गन छ क्या म्याच छैन नपत्याए पख न नपत्याए पख क्या तर खोइ त भोलि मेरो बन्दुक देख्छस् भोलिको त बाल छैन भोलि म मर्छु कि के त होइन दाइ सागर दाइसँग बन्दुक हुनु पनि त सक्छ नि विश्वास गर्नुहोस् न विश्वास मेरो कुकुरलाई त गर्दिन म दाइहरूसँग बन्दुक छ कि छैन त्यो मलाई थाहा भएन तर मसँग खुकुरी चाहिँ छ है खुकुरी त मसँग पनि छ मसँग पनि छ गोर्खाली हो नि त हामी त खुकुरी भिरेर हिँडिन्छ हेरौँ त खुकुरी हाम्रो Look at this dude. कहाँ हुन्छ दाइ त्यस्तो हुँदैन ऱ्यापर भएर बन्दुकले खुकुरीको कुरा गर्ने हो आतङ्कवादी जस्तो थुक्क गाइज अहिलेसम्म भिडियोमा लाइक हान्नु भएको छैन भने के हेरेर बसिरा साकार दाइ र भिटेन दाइको लागि भए पनि लाइक हान्नुहोस् अनि आउँछ मजा त्यही त अनि पो आउँछ त मजा अनि भिटेन दाइ अन्तिममा के भन्न चाहनुहुन्छ के भन्नु र तँलाई Are you kidding me, fucker?